कतिपय मान्छेहरूलाई यहाँबाट प्लेन लाग्छ भन्ने थाहा नै छैन। अब यहाँ प्रमोसन चाहिँ राम्रोसँग गर्न पर्यो। सर्ट टर्म भन्दा पनि लङ टर्ममा कसरी एयरपोर्ट रन गर्ने भन्नेमा चाहिँ अब सम्बन्धित निकायले ध्यान दिनु पर्यो हैन। धेरैलाई त थाहा पनि छैन कि यहाँबाट थाइल्यान्ड जान सकिन्छ भनेर पनि। सो यसलाई चाहिँ अलि प्रचार चाहिँ राम्रो हुन पर्यो। अन्तर्राष्ट्रिय उडान हुन थालेपछि भैरवाबाट विदेश भ्रमणमा जाने क्रम पनि सुरु भएको छ। आइतबार थाई एयर एसियाको जहाज मार्फत बैंककबाट आएका 26 जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। जहाजमा थाइल्यान्डसहित 3 देश घुमेर आएका टोली पनि थिए। भ्रमणबाट फर्केकाहरूले भैरवाबाट हुने अन्तर्राष्ट्रिय उडानको निरन्तरताका लागि सरकार र पर्यटन व्यवसायको सक्रियता आवश्यक पर्ने बताएका छन्। मेरो नाम शिखर गिरी। कतिपय मान्छेहरूलाई यहाँबाट प्लेन लाग्छ भन्ने थाहा नै छैन। अनि यहाँबाट चाहिँ दुईवटा प्लेन चाहिँ लाग्छ हप्तामा हैन, मलाई थाहा भएअनुसार। अनि अब यहाँ प्रमोसन चाहिँ राम्रोसँग गर्न पर्यो। टुरिज्मलाई राम्रोसँग प्रमोट गर्न सक्यो भने चाहिँ टुरिस्टहरू पनि आउने र प्लस यताबाट जाने साथीहरू पनि, यताबाट घुम्ने साथीहरू पनि मजाले यतैबाट जान सक्नुहुन्छ। मेन त सरकारको तर्फबाट अथवा यो टुरिज्म बोर्डको तर्फबाट कुराहरू आयो भने चाहिँ धेरै राम्रो हुन्छ। उतैबाट अलिकति पहल भयो भने यो एक किसिमको प्रमोसन गर्नेतर्फ हैन, इन्फ्लुएन्सर बोलाएर हुन्छ कि कसरी हुन्छ नेपालको पर्यटकीय क्षेत्रलाई अझै राम्रो गर्न सक्यो भने त्यसरी राम्रो देख्छु मैले। जस्तै कि अब यहाँबाट काठमाडौँ गएर जानु पर्ने भनेपछि हैन, त्यहाँ जाँदै गर्दा फेरि यहाँबाट प्लेन लिएर काठमाडौँ जाँदाखेरि हाम्रो एक्स्ट्रा खर्च पनि हुने। अहिले यहीँबाट हुँदाखेरि एकदमै सहज भएको छ भन्नु पर्यो। धेरै नै सहज भएको छ। हामी यत्रो 3 जना 4 जना साथीहरू गएर आयौँ हैन, त्यो एउटा टिकटकको रिल्सहरू देखेर कहाँ जाने भन्ने कुराहरू त्यहीँबाट थाहा भएर हामी त्यसरी चाहिँ घुमे आयो। भनेको आजको दिनमा सोसल मिडिया यस्तो पावरफुल छ, त्यस कारणले गर्दा पावरफुल चिजलाई चाहिँ युज गरौँ, म्याक्सिमम युज गरौँ भन्ने कुरा चाहिँ भनेर। मेरो नाम चाहिँ सागर गिरी। म चाहिँ पर्यटन व्यवसायी पनि परेँ। ट्रिप गाइड नेपाल भन्ने मेरो एउटा कम्पनी छ। हामीले यो पछिल्लो 5 वर्षदेखि आउटबाउन्ड टुर नै गरिरहेको छौँ। थाइल्यान्ड, सिङ्गापुर, बाली, मलेसिया, भियतनाम लगायतका कन्ट्रीहरूमा हामीले पर्यटकहरू पठाउँछौँ। त्यही भएर चाहिँ अब यस्तो कनेक्टिभिटीले चाहिँ धेरै फरक पर्छ कि। जस्तो कि अब यहीको एयर एसियाको एउटा सिङ्गल फ्लाइटले पनि अहिले हामीले हजुरको जापान सेक्टर, कोरिया सेक्टरहरूमा पनि कनेक्टिङ फ्लाइट गराएर हाल्न मिलिरहेछ। अब यताको भेगको मान्छेहरूले प्रिफर पनि सकेसम्म यतैकै फ्लाइटबाट जान खोज्नुहुन्छ हैन। सो अब यसलाई सर्ट टर्म भन्दा पनि लङ टर्ममा कसरी एयरपोर्ट रन गर्ने भन्नेमा चाहिँ अब सम्बन्धित निकायले ध्यान दिनु पर्यो हैन। अब अहिलेको टाइममा अब हामीले अब 3-4वटा कन्ट्रीहरू घुमेर आयौँ। अब मान्छेहरूको कनेक्टिभिटी भन्ने कुरा एकदमै हाई छ। मान्छेहरू टुरिस्ट फ्लो जता पनि धेरै छ कि। त्यही भएर यस्तो हाम्रो भनौँ न सकेसम्म त हाम्रो मेन क्लाइन्ट बेस भनेको चाहिँ बुद्ध धर्मावलम्बीहरू भएको देशहरू थाइल्यान्ड, कम्बोडिया, भियतनामहरूलाई अलि बढी प्रायोरिटाइज गरेर त्यताको कनेक्टिभिटीहरू बढायो भने, प्लस काठमाडौँमा जति पनि यो ट्राफिक लोड हुने गरेको छ एयर ट्राफिक, त्यसलाई चाहिँ केही हदसम्म यता चाहिँ हामीले सिफ्ट गर्न सक्यौँ भने चाहिँ अलि लङ टर्मसम्म यो एयरपोर्ट चाहिँ चल्थ्यो। यहाँका व्यवसायहरू पनि व्यापार व्यवसाय जीवित रहन्थ्यो भन्ने कुरा हो हैन। मेरो नाम रोनित भण्डारी। म चाहिँ कन्टेन्ट क्रिएटर पनि हो, फुड ब्लगर। यहाँ बुटोलमा खानेकुराको भिडियो बनाइरहेको छु। सो हामी ट्राभल गरेछौँ। अहिले चाहिँ थाइल्यान्ड, बाली टुर भयो हाम्रो। त्यहाँको सिस्टम हेर्दाखेरि एकदम रमाइलो लाग्यो। तिनीहरूले त यत्तिको टुरिस्ट भित्राउन सक्छ भनेछ भने हाम्रो त झन् माउन्टेनहरूले घेरेछ है, हामीले किन सकिरहेको छैन भन्ने जस्तो फिल भयो एउटा। अनि बाली जस्तो गाउँमा त टुरिस्टको यति उस छ कि क्रेजी छ कि अब हाम्रो त झन् माउन्टेन हेर्नलाई स्योर हामीले चाहिँ त्यो राम्रो प्रमोट गऱ्यौँ भने चाहिँ हाम्रो पनि नेपाललाई पनि चान्स छ राम्रो टुरिज्ममा गर्नलाई जस्तो लाग्यो, फिल भयो। त्यो धेरैलाई त थाहा पनि छैन कि यहाँबाट थाइल्यान्ड जान सकिन्छ भनेर पनि। सो यसलाई चाहिँ अलि प्रचार चाहिँ राम्रो हुन पर्यो। सबलाई टुरिज्म बोर्डले पनि राम्ररी हेरेर प्रमोट गरिदिनु पर्यो। अरू पनि फ्लाइटहरू लिएर आउनु पर्यो। ट्रान्जिटहरूलाई पनि त्यो मिलाएर त्यसरी गऱ्यो भने चाहिँ एकदम भैरवालाई चाहिँ एकदम राम्रो हुनेछ।